नमस्कार। हामी सेउटी खोलाको फल्कामे पुलमा छौँ र अहिले हाम्रो सहयोगी दाताहरू आइपुगिसक्नु भएको छ। धरान 11 देखि उहाँहरूले पैसा पनि लिएर दिँदै हुनुहुन्छ र दिनभरि ढुङ्गा बोकेर हात पनि सबै खुसरे बनाउनु भएको छ। हाम्रो सहयोगी दाताहरूले छोरीको नाममा दिनुभएको छ, प्रिया राई धरान 11 निवासी। उहाँहरूले सहयोग गर्नुभएको छ हामीलाई रु 5,000 हामीलाई यहाँ हाम्रो पनि छ र उहाँहरूले ढुङ्गा पनि अहिलेसम्म बोक्नु भएको छ। मैले उहाँहरूलाई ठ्याक्कै यो हस्तान्तरण गरेँ, मैले काटेको थिएँ र हामीले पैसा ल्याएको छौँ र केही भनिदिनुहुन्छ भने भनिदिनुहोस् होइन। अनि हाम्रो धन सरले धन्यवाद दिनुहुन्छ। यस्तो यो हाम्रो पुगेको कामहरू हाम्रो आफ्नो विकासको काम गर्न सबैले रहर लागेको केही होस् सहयोग थपियोस् भन्ने हिसाबले हामीले आज दिनभरि ढुङ्गा पनि बोक्यौँ अनि केही रकम हामीले सहयोग गर्छौँ। धन्यवाद। तपाईँको नाम उहाँको नाम के भन्नु? म ध्रुव राई, मेरो श्रीमती कविता राई, हामी धरान 11 निवासी हो। थ्याङ्क यू, धन्यवाद छ बोलाइ र कविता म्यामलाई अत्यन्त धन्यवाद। यहाँहरू सफा स्वस्थ मनले निस्वार्थ भावनाले बिहानदेखि आएर र उहाँले आफ्नो नाम छोरीको नामलाई प्रियाको नाम यहाँको आर्थिक प्रगति होस् भन्ने कामना हामीले हुँदै गर्दाखेरि दार्चुला पुलमा गर्दै गरेको जाँदै अहिले काम गर्ने श्रम गरिरहेको ठाउँमा त्यहाँ पुग्न नसके पनि धानको पाठ दार्चुलामा यहाँहरू आइदिनु त्यसको लागि यहाँलाई अत्यन्त धन्यवाद। हामी धन्यवाद, थ्याङ्क यू भेरी मच भनेको ल धन्यवाद।